साहब छोरो खोजेको खोजै छ। रुँदै मलाई फोन गरेको थियो बहिनी भेटिन भनेर। त्यसैले मैले घर गएँ कि भनेर हजुरको घर पठाएको छु। जय साहब किन यस्तो गर्नुभयो? पहिले त्यति राम्रो मिलेको जोडी थियो, किन आजभोलि यसरी फाटो आयो? भन्नुहोस् जय साहब। किन आयो भन्ने कुरा राम्रोसँग थाहा पाइसक्नु भयो होला। यदि तपाईँको श्रीमतीले तपाईँसँग एक वचन नसोधिकन माइतीको लागि लाखौँ पैसा खर्च गरिन् भने के तपाईँ चुप लाएर बस्न सक्नुहुन्थ्यो? हुन त तपाईँहरूसँग कहिले लाखौँ पैसा भएको पैसाको विषयमा झगडा पर्नु र तपाईँलाई थाहा हुन्थ्यो। तपाईँले यस्ता कुरा बुझ्नुहुन्न र तपाईँहरूको यो औकातभन्दा बाहिरको विषय हो। मलाई अरू कुरा केही पनि थाहा छैन। तपाईँहरूसँग धेरै बहस गर्नु छैन मलाई। तपाईँकी छोरी आउन साथ मलाई भेट्न मेरो घर पठाइदिनुहोस्। जय साहब उसले त्यत्रो पैसा मेरो उपचारमा खर्च गर्ने भन्दा पहिला हजुरसँग सोध्न पर्थ्यो। मेरो छोरीबाट गल्ती भएको हो जय साहब, उसलाई माफ गरिदिनुहोस्। म हजुरको चरणमै पर्छु। मेरो छोरी हजुरले छोडिदिनु भयो भने हामी त गाउँमा मुखै देखाउन नसक्ने हुन्छ। गाउँघरमा अनेक थरी कुरा गर्न थाल्छन् जय साहब। मेरो छोरीलाई माफ गरिदिनुहोस्। चुप लाग्नुहोस् तपाईँ, धेरै नाटक नगर्नुहोस्। छोरी चाहिँ गल्ती गर्दै हिँड्ने अनि आमा बाउ चाहिँ हामीलाई माफ गरिदिनुहोस् भन्दै शरण पर्ने नौटङ्कीहरू।